ल सर आज हामी धेरै पछाडि लगभग कति महिना लगभग वर्षौँ भयो होला होइन सर हामी वर्षौँ पछाडि आज तातोपानी नाका पनि आइयो लिपिङमा आइयो पारी गएर हजुर एकवटा रेड बुल पनि खाएर आइयो हजुर बाटो सानसानै भए पनि हजुर सजिलो छ अहिले चाहिँ गाडीको पनि चहल पहल चाहिँ निकै छ हजुर तर पब्लिक चाहिँ त्यति नदेखिँदैछ है यो चाहिँ यो के हो फेरि यो इभी गाडी हो यो हामी अहिले कोदारीमा आइपुग्यौँ कोदारीको पहिला यहाँ के होटल थिए एकदमै चलेको होटल अहिले चाहिँ त्यस्तो के कस्तो छ भने थाहा भएन कैलाश गेस्ट हाउस कैलाश गेस्ट हाउस हामीले यहीँ होइन त खाएको यही हो ट्राउट खाएको ट्राउट खाएको ट्राउट चाहिँ त्यहाँ माथि छ माथि त्यहाँ जिउँदो ट्राउट खाएको नि यहाँ चाहिँ बाटो यार कहिले नसुध्रिनु भयो अब बर्खा चाहिँ के होला यार यहाँ बर्खामा चाहिँ बाटो भन्ने कुरा हो यस्तो अप्ठ्यारो बाटो छ लोड गाडी साह्रो गाह्रो छ अहिले चाहिँ चिप्लो चिप्लो हुँदै बाटो अघि त मलाई सजिलो लाग्यो आउँदा अलिअलि पानी पऱ्यो नि त अघि यहाँबाट चाहिँ माथि चाहिँ ट्राउट खाने जाने ठाउँ हो यहाँ अघि गाडी फसिरहेको थियो होइन सर हामी अघि आउँदा हो यहाँ गाडी जेसिबीले पुरा तलबाट के हो त्यो सामान ल्याएको के हो त्यो खोलामा बगाएर तलबाट सामान झिक्यो क्या कि पुल धारे खोला धारे सरले यस्तो अप्ठ्यारो बाटोमा गाडी चलाउँदै हुनुहुन्छ सरले पनि लगभग कति 1 इयर भयो होइन सर ड्राइभिङ गर्नुभयो यो गाडी ड्राइभिङ गरेको चाहिँ 1 वर्ष जस्तो भयो कस्तो छ यो गाडीको फिचरहरू गाडीको कम्फर्ट जोनहरू के कस्तो छ गाडी अब आफ्नो हिसाबले ठिकै छ अहिलेसम्मलाई आफूले चढेको गाडी होइन आफूले चढेको गाडी आफूलाई काम गर्नलाई ठिकै छ सजिलो छ अहिलेसम्मलाई 1 वर्षमा तपाईँ धेरै ठाउँमा अस्ति तपाईँ कहाँ जानुभएको थियो नि गाउँमा पुरा हालिराख्नु भएको थियो भिडियो म गाउँमा त्यहाँ तौथली गएँ कता कता गइयो धेरै ठाउँ गयो तर यो गाडी लगभग म पूर्वभन्दा पनि पश्चिम चाहिँ धेरै हिँडिसक्यो यो गाडी पहाडतिर हजुर हाम्रो गाडी चाहिँ फोटोन होइन फोटोन टोनल्यान्ड के अरे टोनल्यान्ड G7 यो हाम्रो कुन चाहिँ यामाहाको उहरूले पनि गरिरहेको हुन्छ नि हो एमडब्ल्यूले बेचिसक्यो यो पारी चाहिँ हाम्रो अहिले दिउँसोतिर यो पारी चाहिँ हरिणहरू चढिरहेको हुन्छ के सर यो पारी पहिला हामीले हरिणहरू सब र यो पारी पुरै यो हो नि त के अरे चाइनाको जङ्गल होइन अनुरु पारी पारी चाइनाको जङ्गल देखाइदेऊ न त होइन सट्टल हामी अहिले कोदारीको टर्निङमा आउँदैछौँ यहाँ भ्यू टावर पनि त्यहाँ अहिले भ्यू टावर सरी भ्यू टावरमा त जानु पऱ्यो नि यार कलकत्तालाई उनीहरूको यहाँ माइक झऱ्यो एकचोटि हेर्नुहोस् त खोइ तलबाट चाल्छु माइक लगाएको छैन माइकमा लगाउनु भएको थियो माइक यहाँ झऱ्यो कि अब यहाँ 81 अरे हो अब यहाँबाट नयाँ भिडियो बनाउनु त बोला आयो हजुर यहाँबाट नयाँ भिडियो बनाउनु त हो ल